गरीब दुखी जनताको सबै पीडा बुझी हिमाल पहाड तराईका प्रतिभाको खोजी बाटो बिराई हिँडेकालाई सँगै हिँडाउने लुकेका ती प्रतिभालाई संसार चिनाउने नभइन्द्रे खुसी भएका छौं। यो कार्यक्रमलाई जति सक्दो हामीले राम्रो गर्ने प्रयास गरेका छौं। कतै त्रुटि हुन गएछ भने पनि त्यसमा हामी क्षमायाचना लिनेछौं र अब कार्यक्रमलाई सरस्वती अब धेरै भूमिका नबाँधी सरस्वती अगाडि बढाउने अनुमति चाहन्छु। जुनसुकै कार्यक्रम गर्नुपर्दा कार्यक्रममा सभाध्यक्ष अनिवार्य हुनुपर्ने भएकाले आजको यस कार्यक्रमको सभाध्यक्षता छेडाघाट नगरपालिका वडा नम्बर 6 का कार्यवाहक वडा अध्यक्ष रणबहादुर थापाज्यूलाई आफ्नो अध्यक्षताको सिट आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्दछु। धन्यवाद। सभा अध्यक्षको आज्ञा अनुसार म यो कार्यक्रमलाई सरस्वती अगाडि बढाउँछु। म अब स्टेजमा आउनुभएका बाहिरबाट पाल्नुभएका आदरणीय अतिथिको सिट आसन ग्रहण गर्न गइरहेको छु। आजको यस कार्यक्रमका प्रमुख अतिथि नव इन्द्रेणीका अध्यक्ष श्री रामजी लम्साज्यूलाई आजको यस कार्यक्रमको प्रमुख अतिथिको सिट आसन ग्रहण गर्न हार्दिक अनुरोध गर्दछु। त्यसैगरी आजका विशेष अतिथि यस वडाका निर्वाचित वडा सदस्य रजनी सुनारज्यूलाई आफ्नो अतिथिको सिट आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्दछु। त्यसैगरी आफ्नो अतिथिको सिट आसन गरिदिन यस वडाका वडा सदस्य नरबहादुर बुढाज्यूलाई हार्दिक अनुरोध गर्दछु। त्यसैगरी आफ्नो अतिथिको सिट आसन गरिदिन वडा सदस्य मन्दर थापाज्यूलाई पनि हार्दिक अनुरोध गर्दछु। त्यसैगरी नेपाली कांग्रेसका पार्टी प्रतिनिधि यस वडाका उपसभापति लक्ष्मी प्रसाद शर्माज्यूलाई पनि अतिथिको सिट आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्दछु। नेकपा एमाले छेडाघाट 6 वडा कमिटीका अध्यक्ष दुर्गा प्रसाद शर्मालाई पनि आफ्नो अतिथिको सिट आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्दछु। नेकपा माओवादी केन्द्र छेडाघाट नगरपालिका वार्ड नम्बर 6 का वडा कमिटीका अध्यक्ष महेन्द्र प्रसाद शर्मा उहाँलाई पनि अतिथिको सिट आसन ग्रहण गर्न हार्दिक अनुरोध गर्दछु। त्यसैगरी जनविकास माध्यमिक विद्यालयका यो कार्यक्रमलाई व्यवस्थापन गर्नुहुने यो विद्यालयका व्यवस्थापन समिति अध्यक्ष केशव थापाज्यूलाई पनि अतिथिको सिट आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्दछु। त्यसैगरी हाम्रो कार्यक्रममा आउनुभएका बाहिरबाट पाल्नुभएका विशेष अतिथिहरू नव इन्द्रेणीका गायिका पान्छारा थापाज्यूलाई पनि आफ्नो अतिथिको सिट आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्दछु। त्यसैगरी दौडा गायक महेन्द्र विशीज्यूलाई पनि आफ्नो अतिथिको सिट आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्दछु। सम्पादक प्रकाश खनाललाई पनि अतिथिको सिट आसन ग्रहण गरिदिन अनुरोध गर्दछु। सम्पादक रमा खड्काज्यूलाई पनि अतिथिको सिट आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्दछु। गायिका कविता विशीज्यूलाई पनि आफ्नो अतिथिको सिट आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्दछु।
डान्सर सुनिता विकज्यूलाई पनि अतिथिको सिट आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्दछु। यसै गरी डान्सर युनिका भाना मगरज्यूलाई पनि आसन ग्रहण गरिदिन अनुरोध गर्दछु। यसै गरी बाल गायिका पवित्र सञ्जलज्यूलाई पनि आसन ग्रहण गरिदिनका लागि अनुरोध गर्दछु। यसै गरी डान्सर मजाको नाम छ डान्सर ह्याप्पी ओलीज्यूलाई, ह्याप्पी होली हुन्छ यहाँ ओली रहेछ, उहाँलाई पनि अतिथिको आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्दछु। बाल गायक लक्ष्मण सुनारज्यूलाई पनि आसन ग्रहण गरिदिनका लागि हार्दिक अनुरोध गर्दछु। वाद्यवादक लक्ष्मण सुनारज्यूलाई आसन ग्रहणका लागि अनुरोध गर्दछु। क्यामेराम्यान धीरज सुनारज्यूलाई पनि आसन ग्रहणका लागि अनुरोध गर्दछु। बाल गायक देविका भट्टज्यूलाई पनि आसन ग्रहणका लागि अनुरोध गर्दछु। अतिथिको सिट आसन ग्रहण सकिएपछि हाम्रो मञ्चमा थप कोही अतिथि आउनुहुनेछ भने पनि हामी उहाँहरूलाई अतिथिका रूपमा बोलाउने बाचाका साथ कोही छुट्नु भएछ भने मलाई जानकारी गर्नुहोला। हाम्रो सम्पर्कमा आउनुभएका जति अतिथिलाई हामीले अतिथिको आसन ग्रहण गरेका छौँ यसमा कोही छुट्न जानुभएछ भने मलाई जानकारी गराउनुहोला। यसलाई फेरि जोड्ने बाचाका साथ म अब कार्यक्रमलाई अगाडि बढाउने अनुमति चाहन्छु। यो कार्यक्रममा आउनुभएका अतिथिज्यूलाई अबिर आवरण र दोसल्ला उडाएर सम्मान गरिदिन वडा सचिवज्यूलाई अनुरोध गर्दछु। ऋतु मगर पद्मा थापाज्यूलाई पनि अनुरोध गर्छु यो अबिर आवरण र दोसल्ला उडाएर सम्मान गर्नुपर्नेछ। हाम्रो बाहिरबाट आउनुभएका अतिथिज्यूलाई अबिर आवरण तथा दोसल्ला ग्रहण गर्ने कार्यक्रममा हामी सहभागी सबैले एकदमै जोरदार तालीले स्वागत गर्नेछौँ। जोरदार तालीले स्वागत गर्नुहोला। यसमा एउटा ढोल बज्नेछ, त्यसैसँग हामीले गरगराट तालीले हाम्रा अतिथिज्यूहरूलाई स्वागत गर्नेछौँ। फेसबुक युट्युब जता कतै मैले जनाइदिला, फेसबुक युट्युब जता कतै मैले जनाइदिला, मिडियाको मान्छे म त भाइरल बनाइदिला, मिडियाको मान्छे म त भाइरल बनाइदिला, हाम्रा अतिथिज्यूहरूलाई अबिर आवरण तथा खादामाला लगाएर हामीले स्वागत गरेका छौँ। यसपछि हामी राष्ट्रिय गाना गाउन गइरहेका छौँ। यसमा धुन बज्नेछ। तपाईँहरू आफ्नो ठाउँबाट उठेर सबैजना अतिथिज्यूहरू उठेर राष्ट्रिय गानाका लागि म अनुरोध गर्दछु। धन्यवाद। त्यसै गरी यो मुलुक निर्माणका निम्ति आफ्नो ज्यानलाई पनि आहुति राख्नुहुने वीर शहीदहरूप्रति 1 मिनेट मौन धारणको कार्यक्रम रहेको छ। तपाईहरु फेरि पनि उठेर वीर शहीदहरूप्रति 1 मिनेट मौन धारण गरिदिन अनुरोध गर्दछु। समय
धन्यवाद। त्यसै गरी अब कार्यक्रमलाई औपचारिक रूपमा उद्घाटन भएको घोषणा गरिदिनका लागि आजका प्रमुख अतिथि रामजी लम्सालज्यूलाई ब्यानर पढेर सभाध्यक्षज्यूलाई ब्यानर पढेर यो कार्यक्रम औपचारिक रूपमा उद्घाटन भएको घोषणा गरिदिनका लागि आजका यस कार्यक्रमका सभाध्यक्ष यो वडाका कार्यवाहक वडाध्यक्षज्यूलाई धन्यवाद थापाज्यूलाई अनुरोध गर्दछु। धन्यवाद। अग्रजलाई सम्मान, नयाँलाई प्रोत्साहन, लुकेका प्रतिभाहरूको खोजी अभियान छेडाघाट नगरपालिका रहेको धार्मिक पर्यटकीय क्षेत्र कला संस्कृति लुकेका प्रतिभा र अति पीडित नागरिकहरूको आवाजलाई देश तथा विदेशमा चिनाउने उद्देश्यका साथ तयार पारिएको कार्यक्रम नव इन्द्रेणी कार्यक्रमको विधिवत उद्घाटन भएको घोषणा गर्दछु। हस्त धन्यवाद। आजको यस कार्यक्रम औपचारिक रूपमा उद्घाटन भएको घोषणा भएको छ र यस कार्यक्रममा आफ्नो यो चैत मासको कामलाई थाती राखेर यो कार्यक्रमलाई हेर्न र यो कार्यक्रमलाई भव्य र सभ्य तरिकाले समापन गर्नका लागि आफ्नो महत्त्वपूर्ण समयलाई यता यो हाम्रो कार्यक्रमतिर दिनुभएकोमा तपाईहरुलाई धेरै धेरै धन्यवाद र तपाईहरु यहाँ आइदिनु भएकोमा स्वागत मन्तव्यद्वारा स्वागत गरिदिनका लागि छेडाघाट नगरपालिका वार्ड नम्बर 6 का वडा सचिव मैनाकला राउतलाई अतिथि लगायत सहभागीलाई स्वागत मन्तव्य राखिदिन अनुरोध गर्दछु। अग्रजलाई सम्मान, नयाँलाई प्रोत्साहन, लुकेका प्रतिभाको खोजीको अभियान भन्ने मूल नाराका साथ आजको यस कार्यक्रमका सभा अध्यक्षको सिटासन ग्रहण गर्नुभएका यस छेडाघाट नगरपालिकाका वडा सदस्य तथा यस आजको काबा अध्यक्ष श्री आदरणीय दाई रणबहादुर थापा प्रमुख अतिथिज्यू र विभिन्न दलका राजनैतिक प्रतिनिधिज्यूहरू र यस कार्यक्रममा हाम्रो गाउँठाउँमा लुकेका प्रतिभाहरूलाई खोजीको आधार गर्ने एउटा अभियानका रूपमा लाग्नुभएका टाढाबाट पाल्नु हुने सम्पूर्ण कलाकार आदरणीय सर म्याम बहिनी सम्पूर्ण कलाकारज्यूहरू र उपस्थित सम्पूर्ण शिक्षक बुद्धिजीवी उपस्थित आमा बुवा तथा दाजुभाइ दिदीबहिनीहरू आजको यस कार्यक्रमलाई सफल भव्य र सभ्य रूपमा सफल पार्न हुने सम्पूर्ण आफ्नो कामलाई थाती राखी हाम्रो 2 दिने सूचनालाई पनि निमन्त्रणा गरेर आइदिनु हुने सम्पूर्णलाई र दिग्गज व्यक्तित्वहरूलाई म स्वयं व्यक्तिको तर्फबाट र यस छेडाघाट नगरपालिका वडा नम्बर 6 को तर्फबाट यहाँहरू सम्पूर्णलाई हार्दिक धन्यवादका साथ स्वागतम। विशेष त अब के भनौँ, अब आफै नै अलिकति यो व्यवस्थापनको कमीले गर्दा हामी आफै नै अलिकति लजपूर्वक मानेका छौँ। यसमा अब कुनै पनि दुःख नमानिकन र अब के गर्ने समयको अभाव अथवा हाम्रो अलिकति नेतृत्वको कमीले गर्दाखेरि यो कमजोरी हुन आयो। यसमा तपाईहरूले क्षमा दिनुहुनेछ भन्ने आशाका साथ यस गरिमाय उपस्थितिमा सम्पूर्ण महानुभावहरू उपस्थिति हुनुभयो। हाम्रो गाउँठाउँमा लुकेका प्रतिभाहरूलाई आफूले कुनै पनि अहिलेसम्म एउटा हामी अहिलेको माध्यम हाम्रो सबभन्दा के छ भने टिकटकद्वारा हामीले आफ्ना कथा व्यथाहरू प्रस्तुत गर्छौँ र उहाँहरू यहाँ यत्रो हाम्रै लागि आउनुभएको छ। उहाँहरूलाई हामीले सम्मानपूर्वक हजुरहरूले पुनः स्वागत ताली बजाइदिनु हुन अनुरोध गर्दछु। किनभने हाम्रो लागि हाम्रो लुकेका हाम्रै दिदीबहिनी हामी लगायत सम्पूर्ण आमा बुवा दाजुभाइको एउटा स्थानीय स्तरमा हाम्रो गाउँ समाजमा लुकेका प्रतिभा आफ्नो कला संस्कृतिलाई जगाउनको लागि एउटा अभियानमा लाग्नु भएको छ। उहाँहरूलाई धेरै धेरै धन्यवाद हाम्रो आयोजकको तर्फबाट र म स्वयं व्यक्तिको तर्फबाट पनि उहाँहरूलाई मुरी धन्यवाद दिन चाहन्छु। हाम्रो अब कमजोरी भए तापनि उहाँहरूले अलिकति त्यता त्यो माइन्ड लग्नु हुने छैन भन्ने हाम्रो पूर्ण आशा छ
र आजको यस कार्यक्रमलाई हजुरहरूले नै सफल पार्नुहुनेछ। हजुरहरूकै नै प्रतिभालाई उहाँहरूले सम्मान गर्नुहुनेछ, एउटा मिडियाद्वारा प्रस्तुत गर्नुहुनेछ। तपाईँ निर्धक्क आफ्नो ठाउँबाट एकदमै इमान्दारिता साथ बसेर आफ्नो कला प्रस्तुत अरूको पनि कलालाई सम्मान र तालीद्वारा स्वागत गर्नुहोला भन्ने पूर्ण आशाका साथ हजुरहरूलाई स्वागतम स्वागतम सुस्वागतम भन्दै मेरो स्वागतम 2 शब्द यही अन्त्य गर्न चाहन्छु। हस्त धन्यवाद, नमस्कार। धेरै धेरै धन्यवाद यस वडाका वडा सचिव मैनेकला रावज्यूलाई। छोटो समयमा छोटो व्यवस्थापनमा पनि हामी कार्यक्रम सञ्चालन गर्न गएका छौँ। यसमा भएका केही त्रुटिप्रति हामी क्षमा याचना गर्न चाहन्छौँ र कार्यक्रममा आइदिनु भएकोमा तपाईँहरूलाई धेरै धेरै धन्यवाद र स्वागत गरेर उहाँले स्वागत गरेर जानुभएको छ। त्यसै गरी यस छेडाघाट नगरपालिका वडा नम्बर 6 मा कार्यरत पशु प्राविधिक मनबहादुर थापाज्यूलाई शुभकामना मन्तव्यका लागि अनुरोध गर्दछु। धन्यवाद केपी सरलाई। यो आजको जमघट गराउने नगरपालिकालाई विशेष धन्यवाद र युनियनलाई धन्यवाद दिँदै यस कार्यक्रमको अध्यक्षता गर्नुहुने यस वडाका कार्यवाहक अध्यक्ष श्री रणबहादुर थापा, यसै गरी आजको प्रमुख अतिथिको सिटासन गर्नुभएका यस नवइन्द्रणी फाउन्डेसनका प्रमुख रामजी लम्साल सर, त्यसै गरी विशेष अतिथि वडा सदस्य रजनी सुनार, त्यसै गरी नरबहादुर बुढा, मन्द थापा, त्यसै गरी सम्पूर्ण पार्टी प्रतिनिधिज्यू लगायत यो कार्यक्रमलाई सफल पार्नुहुने आउनुभएका तमाम हाम्रा अतिथि कलाकार मित्रहरू, त्यसै गरी यो कार्यक्रमलाई सभ्य र भव्य यो स्थितिमा ल्याउनु हुने हाम्रो यस विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष केशव थापा लगायत समाजसेवी बुद्धिजीवी र हामी यो कार्यक्रमको चाँजोबाँझो अलिकति हामीले यो नबुझेर यो नगरपालिकाबाट अलिकति हामीलाई इन्फर्मेसन ढिलो आएका कारणले गर्दा सूचना प्रवाह त्यति हुन सकेन। तर पनि हामी हिजोको दिनबाट अहरात खटेर यो कार्यक्रमलाई सफल पार्नका निम्ति प्रसारका माध्यम र सूचनाका माध्यमबाट तपाईँहरूलाई एउटा निम्ता गर्ने अवसर प्राप्त गऱ्यौँ। हाम्रो निम्तालाई सहज स्वीकारेर यहाँहरू सम्पूर्ण आफ्नो घरको कामलाई थाती राखी यो सभालाई सभ्य र भव्य बनाउनका निम्ति आउनुहुने तमाम आमाबुवा दाजुभाइ दिदीबहिनीहरूलाई म हृदयदेखि धन्यवाद व्यक्त गर्न चाहन्छु। र यो कार्यक्रम विशेष त कुनै राजनीतिक दलको नभई यो एउटा तपाईँहरूका भित्र रहेका क्षमताहरू प्रस्फुट गर्नका निम्ति छेडाघाट नगरपालिका र नवइन्द्रणी फाउन्डेसनले एउटा सहकार्य गरेको छ। यो सहकार्यले जसरी हाम्रो यो खाता लगाएर नभएका बहिनीहरू हुनुहुन्छ, यो कुनै नयाँ कलाकार होइनन्, यही समाजबाट आएका तपाईँहरू जस्तै यही स्टेजमा बसेका बहिनीहरूको कला प्रदर्शन गरेर र राम्रो प्रस्तुति सेलेक्सन गरेर छनौटका माध्यमबाट उहाँहरू चाहिँ यसरी चाहिँ खाता अर्पण गर्न भएको छ। उहाँहरूलाई पनि विशेष धन्यवाद दिन चाहन्छु र उहाँहरूको उज्जवल भविष्यको पनि कामना गर्दछु। र हाम्रो वडाबाट पनि हाम्रा 6 नम्बर वडामा रहेका लुकेका प्रतिभाहरू, हाम्रा चेलीबेटीहरू, हाम्रा भाइ बहिनीहरूका लुकेका प्रतिभाहरू एउटा पोख्ने माध्यम हाम्रा गरिबीका कारणले गर्दा हामीले काठमाडौँसम्म जान नसक्ने र मिडियाबाजी गर्न नसकिने भएको हुनाले यो नगरपालिकाले तपाईँहरूकै घर दैलोमा यसरी चाहिँ हामीले चाहिँ आएर चाहिँ यो कार्यक्रम सञ्चालन गरिदिनुपर्छ र हाम्रा भाइ बहिनीहरू, हाम्रा क्षमता, हाम्रो यो क्षेत्रमा भएका कला प्रदर्शनका माध्यमहरू तपाईँहरूले बाहिर ल्याई हाम्रा भएका कलाहरूलाई प्रदर्शन गरिदिनुहुनेछ भन्ने निम्तोलाई यहाँले सहज स्वीकारी आउनुभएको छ। र यो कार्यक्रम नसकिन्जेलसम्म हाम्रो यहाँ दोहोरी धम्साधम्सी एउटा कार्यक्रम सम्पूर्ण विभिन्न प्रकारका हाम्रा अतिथि कलाकारहरूबाट पनि विभिन्न प्रकारका रमाइला कार्यक्रम हुनेछन् र तपाईँहरूले पनि इच्छा व्यक्त गर्नुहुने त्यो गाउने तपाईँको सारङ्गी भयो, त्यसपछि पैसेरी खेलहरू तपाईँहरू तयारी अवस्थामा राख्नुहोला। तपाईँहरूको कार्यक्रम विशेष गरी यो रेकर्डिङ हुने भावनाले यो तपाईँको यहाँ मात्र सीमित नभई विश्वभर छरिएका तमाम तपाईँहरूका विदेशमा भएका भाइ बहिनी र तपाईँका आमाबुवा दाजुभाइहरूले हेर्न सक्ने कार्यक्रम भावनाले तपाईँहरू आफ्नो भएका क्षमताहरू तपाईँहरूले टिप्ने वातावरण हामी सृजना गरिरहेछौँ र क्रमबद्ध रूपमा तपाईँहरूका कार्यक्रमहरू हामी समावेश गर्नेछौँ। र त्यसो भावनाले तपाईँहरूका जे प्रतिभाहरू छन् नडराइकन तपाईँहरूले स्वैच्छिक रूपमा यहाँ प्रस्तुत गर्नुहुनेछ। यति भन्दै म धेरै समय लिन चाहिनँ र यो कार्यक्रम सफल पार्नका निम्ति तपाईँहरूको महत्त्वपूर्ण भूमिका रहनेछ भन्दै तमाम सम्पूर्णलाई पुनः धन्यवाद दिँदै
म यो स्टेजबाट बिदा हुन्छु। धन्यवाद, नमस्कार।